बिजोग हेरौँ बिजोग बिरामी आइसियुमा राखेको छ। बिरामीको अवस्था नाजुक नै छ। सुसाइड गर्ने मन लाग्यो, मर्न मन लाग्यो होइन, केही गर्न जीवनदेखि वाक्क लाग्यो भने चाहिँ तपाईँ हस्पिटल आएर बस्नुहोस्, इमर्जेन्सीमा आउनुहोस्, वार्डमा जानुहोस्, आइसियुमा जानुहोस्। तपाईँको मान्छे बिरामी नभए पनि तपाईँ आउनुहोस् हस्पिटल चाहिँ। तर हस्पिटल आइसकेपछि हेर्नुहोस् भित्र गएर बिरामीलाई हेर्नुहोस्, अनि तपाईँ आफूलाई जज गर्नुहोस्। तपाईँलाई मर्न मन लाग्छ कि बाँच्न मन लाग्छ, तपाईँ खतरा हुनुहुन्छ कि त्यो बिरामी खतरा हुनुहुन्छ, अनि तपाईँलाई हिम्मत जागेर आउँछ। जब हिम्मत हारेको बेलामा चाहिँ हस्पिटल आएर बस्नुहोस्। अनि मान्छे बाँच्नको लागि यहाँनिर यति सङ्घर्ष गरिरहेछ, यति धेरै सङ्घर्ष गरिरहेछ, त्यो कुरा तपाईँले ख्याल गर्नुहोस्। मर्न मन लाग्यो भन्दैमा मर्ने होइन, बुझ्नुभयो नि। बाँच्नको लागि भनेर आफ्नो घर जग्गा बेचेर, भएको सम्पत्ति सबै बेचेर पनि बाँचिरहेको छ। के को लागि? बाँच्नको लागि क्या। उहाँहरू सबैजनालाई कहिले पनि कुरेर बस्नुहुने मान्छे, एभ्री मान्छेहरूलाई चाहिँ तनावै हुन्छ क्या, दुःखै हुन्छ। बिरामीलाई भन्दा रुङ्ने मान्छेलाई गाह्रो हुन्छ भने जस्तै सबैजना आफ्नो पीडामा हुनुहुन्छ। उहाँहरू यता काका यता सबै एभ्री मान्छेहरूलाई चाहिँ आफ्नो तनाव हुन्छ। त्यस कारणले गर्दाखेरि अब तनाव छ भनेर लिनु पनि भएन। यो मान्छेले मलाई कस्तो चिट हानिदिरहेछ क्या आज। सुतेकै जस्तो गरेर सुतिरहेछ, तर खासमा चाहिँ सुतेकै छैन अरे। 2 घन्टा जति भइसक्यो होइन, म यहाँ बसेर फोनमा बोल्दै बसिरहेको थिएँ। मस्त निदाएकै थियो क्या मनु। निदाएकै थिएन त, साँच्चीकै थिएन। कसम सुतेकै छैन। सबैजना सुतिसकेको छ, मै मात्र रहेछु नसुत्ने मान्छे चाहिँ भनेर बसिरहेको, तर ऊ पनि सुतेकै थिएन रहेछ। एनिवेज केही पनि छैन, अब बसेर चाहिँ दामी नै भइरहेछ, त्यो शीतलै छ। सबै मान्छेहरू बसेको देख्दा चाहिँ आफूलाई पनि एउटा एक प्रकारको बसौँ लाग्ने जोस। अनि प्लस फ्यानको पनि सुविधा भयो, त्यस कारणले गर्दाखेरि पनि शीतल भयो। कति मान्छेहरू अब सुतेको पनि छैन। अनि हामी चाहिँ अहिले चाहिँ हाम्रो 1 बजी हो भनौँ न, 1 बजीसम्म बेलुकाको। अनि अब एकछिन बसेर निस्किन्छौँ। 3 घन्टा जति भइसकिसक्यो। अनि आज वासरुम आएको यहाँ सु गर्नको लागि, किनकि पानी मात्र खाइरहेको छौँ नि त। अनि बसेकै गरेपछि भोक पनि लाग्छ क्या। अनि त्यस कारणले गर्दाखेरि चाहिँ सु गर्नको लागि हामी वासरुम आएको। अनि हामी बाहिर निस्किन्छौँ। बाहिरको मतलब तल्लो फ्लोर माथिल्लो फ्लोरहरू जान्छौँ, हेर्छौँ के कस्तो छ त्यहाँ तल पनि बिरामीहरूको मान्छेहरू कतिजना छन्, कति मान्छे तनावमा छन्, के छन् हेर्ने छ। सकेसम्म तपाईँहरूलाई ट्राई पनि गरिदिन्छु र देखाउँछु नि पनि, किनकि राति त त्यस्तो सेक्युरिटीहरू टाइट हुँदैन नि त। अनि त्यस कारणले गर्दाखेरि चाहिँ हेरौँ त महिनामा 0.5मा गर्दाखेरि चाहिँ अहिले चाहिँ बेलुका भएपछि लाइट बल्दैन मेरो भन्दा चाहिँ नर्मलबाटै गर्नुपर्ने भइरहेको छ। त्यहाँभित्र मान्छेहरू छन्, हेरौँ है। सबै मान्छे यसरी यहाँनिर पक्ला लडिरहेछ, तर हाम्रो मान्छे चाहिँ फेरि भित्र छ क्या, एसीमा। हेरौँ न यहाँनिर एसीमा लडिरहेछ। यिनीहरूको मजै छ, तर हामी त अब हेर यिनीहरू एसीमा मस्त सुतेको। हामी चाहिँ माथि अब बिरामी रुङ्नै पऱ्यो नि त, त्यस कारणले गर्दाखेरि चाहिँ हामी माथि नै बसिरहेको। यहाँ यो साथीमा मर्नु भात लिएर आएको अघि हामीले मर्नुमा भात लिएर आएको। यिनीहरूले भात खायो, कति खायो? अनि भात त फाल्यो कि फालेन? भात फाल्यो नि, 3जना भनेर 3जनाको लागि लिएर आएको। तर भात चाहिँ यति खाने रहेछ। यसले पनि धेरै खाएन, भाइले पनि धेरै खाएन, काका पनि अब बिरामी मान्छे, काकी बिरामी भएपछि काकालाई पनि तनाव हो। त्यो फुटी चाहिँ पनि ल्याएको त मन यहाँ नौ ड्युटी खायो। ल कसरी सामानको 2 बजी सक्छ। अनि यिनीहरू चाहिँ यहाँ एसीमा मस्त सुतिरहेको छ। मान्छे बाहिर देखाउँछ होला कि देखा कस्तो बिजोग लडी। यो फेरि अब हामी भिडियो बनाउनु जाने बाहिर। यो खाएपछि दोष आउँछ नि त। त्यो भिडियो बनाउँदै थियौँ र हामी बिहे बाहिर निस्केको त बाटी हुन्छ यस्तो। हामी चाहिँ यहाँनिर मान्छे ढ्याकढ्याक गरेर चाहिँ मान्छे डाक्टर साहबहरू निस्केछ भनेको, नर्स चाहिँ निस्किँदै हुँदो रहेछ। तर हामीलाई चाहिँ माथि चिसो फेदमा सुताइरहेको छ, अर्कै फेदमा। ठिकै छ, नर्सहरू यस्तो पनि हुँदो रहेछ। हेरौँ यहाँनिर नतिजा तपाईँहरूको आफ्नै आँखा अगाडि छ नि त। सबै मान्छे भुइँमा लडिरहेछन्, तर यहाँ एसीमा सुतिरहेछन्। ठिकै छ, तर हामी चाहिँ बिरामी रुङ्नुपर्छ, बाध्यता छ नि, त्यही भएर मात्र हो।
देख्नु पनि साथीहरू सबै मान्छे सुतिरहेछ नि उता कुरा आइहाल्छ धेरै कुरा चाहिँ कुरा हो अनि मनोम्यान र म चाहिँ यो चाहिँ त्यहाँनिर राखेको पनि कहाँ खानु राखेको होइन खाइयो भित्र अब म्यामहरूले ल्याएको होला डाक्टरहरूले ल्याएको होला जसले ल्याए पनि खानु चाहिँ खाइयो तर केही पनि छैन अब यहाँनिर चाहिँ कस्तो हुँदो रहेछ भने कोही पनि हुँदैन रहेछ यार बेलुका भइसकेपछि चाहिँ न त दिउँसो चाहिँ यहाँ ट्याप्पै मान्छे हुन्छ है धेरै हुन्छ हुन त अब हस्पिटल हो हस्पिटल त अभियसली मान्छे त भइ नै हाल्छ तर बेलुका चाहिँ एकैजना पनि त हुँदैन रहेछ अन्ली सेक्युरिटी मात्र क्या मान्छे नै हुँदैन रहेछ त्यो सेक्युरिटी दाइसँग पनि कुरा गऱ्यौँ अब उसलाई चाहिँ नल्याएको भिडियोमा किन देखाइराख्ने होइन उसको पनि पर्सनल लाइफ हुन्छ के हुन्छ बेलुका सेक्युरिटी गरिरहेको हुन्छ नाइट अब त्यो पनि फ्यामिलीकै लागि त गरे हो नि त उसले पनि जे जति पनि अनि त्यही भएर चाहिँ उसलाई देखाएन मैले तर बब्बालकामा बेलुका चाहिँ कोही पनि नहुने चिल शान्त अब हामी हिँड्दाखेरि पनि आनन्द हुन त अब हस्पिटल यो बिएनसी बिर्दा सिडीहरू त अब लग्जरिज नै छ नि त फोहोरहरू छैन प्लस गन्धहरू छैन स्मेलहरू आउँदैन प्लस फाल्टै होटेलको वाला भाइब्स आइरहेको हुन्छ तर दामी प्लस बिरामीले गर्दाखेरि त दामी त त्यो नेस्रो बनाइदिइरहेको छ हस्पिटलमा क्रिटिकलै छ बिरामी एकदम गम्भीर अवस्थामै छ होइन तर पनि अब हामी चाहिँ बाहिर निस्केको अनि यो यीको जुस खाइयो भनिहालेँ अघि नै तपाईँलाई तर त्यही हो मैले चाहिँ अनि तपाईँलाई म के भन्न चाहन्छु भने आज चाहिँ नाइट भ्लग हो यो चाहिँ मेरो नाइट कस्तो हुन्छ त हस्पिटलको लाइफ पनि हेरिदिउँ न त भनेर तपाईँलाई पनि देखाएको अनि मेरो भिडियो कन्टेन्टहरू दम्दा तरिकाको आएको छैन त्यो कुरामा चाहिँ तपाईँले बुझिराख्नु भएको छ त्यो कुरालाई मैले एक्सेप्ट गर्छु तपाईँले पनि एक्सेप्ट गर्नुपर्ने हुन्छ किनकि तपाईँलाई म चाँडै नै लिएर आउने नै छु त्योवाला मेरो साथीहरूले पनि मलाई भनेको छ म गर्छु नि पनि त्यही हो माया चाहिँ गरिराख्नु होला यसले गरेन भनेपछि भिडियोलाई नहेरिकन बस्ने होइन हेर्नु होला लाइक चाहिँ गर्दै गर्नु होला निस्किसकेको यार भित्र बस्दा बोरिङ फिल भएर पार्किङ एरिया आयो भयो बिचरा सेक्युरिटी दाइ बुढो रहेछ मान्छे चाहिँ तर निदाउनु भयो यार है मोनुमेन्ट के भन्दै थियो भित्रको फ्यानको हावा र बाहिरको लोकल हावा चाहिँ धेरै फरक छ अरे होइन मोनुमेन्ट ओके यो त हो नि त कस्तो सेक्युरिटी यहाँ छ बिएनजीको सेक्युरिटी अर्को त्यो देखिहाल्नु म बिएनजीको सेक्युरिटी भनेपछि त्यो उहाँको याद आइहाल्छ र बिर्ता सिटीको सेक्युरिटी चाहिँ यो रहेछ अरू पनि छ तर सुतेको छ सबै हामी चाहिँ बाहिर निस्केको हेरौँ न घडी फेरि विश्वास लाग्दैन भने हेरौँ है कति बजिसक्यो कति बजी हामी निस्किरहेको छौँ कुकुरै कुकुर छ अनि हामी चाहिँ एकछिन बाहिर निस्किन्छौँ अब हामी घर गइहाल्नु पनि मिल्दैन क्या फेरि मिल्दैन भन्दा पनि काका बिचरा एक्लै छ ठुलो मान्छे उहाँलाई छोडेर फेरि अब तल दबाई लिनु माथि जानु अब बिरामी आइसियुमा राखेको छ बिरामीको अवस्था नाजुक नै छ मैले धेरैचोटि पनि भनिसकेँ त्यस कारणले गर्दाखेरि चाहिँ एकछिन बस्नुपर्ने हुन्छ हामी 2-3 बजी लगभग उज्यालै पनि हुनसक्छ तर राति रिन्दा चाहिँ लागिरहेको छैन हस्पिटलमा फेरि रिन्दै लाग्दैन क्या अनि यो बिर्ता सिटी हो माथि लेखिरहेको छ बिर्ता सिटी हस्पिटलमा साथीभाइहरू अब सुत्नै पर्ने हुन्छ तर घरमा पनि त कहिलेकाहीँ त बाहिर पनि निस्किनुपर्छ यार यस्तो हस्पिटलमा चाहिँ कस्तो हुन्छ त हस्पिटलको लाइफ मान्छेहरूले कसरी बिताइरहेको छ गाह्रो त गाह्रै हुन्छ प्रत्येक मान्छेको दिमागमा तनावै हुन्छ हस्पिटलमा चाहिँ तर अब त्यो तनाव छ भन्नेमा पनि भएन समस्या अब सबै टार्नै पऱ्यो यहाँ नाचिरहेको छ हेरौँ न मान्छेलाई कति गाह्रो भइरहेको छ ऊ नाचिरहेको छ मस्त जाउँ भनौँ सरर हावा आइरहेको छ रिन्दा लागेन अनि तपाईँलाई थाहा छ तपाईँलाई सुसाइड गर्ने मन लाग्यो मर्न मन लाग्यो होइन केही गर्न जीवनदेखि वाक्क लाग्यो भने चाहिँ तपाईँ हस्पिटल आएर बस्नुहोस् इमर्जेन्सीमा आउनुहोस् वार्डमा जानुहोस् आइसियुमा जानुहोस् तपाईँको मान्छे बिरामी नभए पनि तपाईँ आउनुहोस् हस्पिटल चाहिँ तर हस्पिटल आइसकेपछि हेर्नुहोस् भित्रको र बिरामीलाई हेर्नुहोस् अनि तपाईँ आफूलाई जज गर्नुहोस् तपाईँलाई मर्न मन लाग्छ कि बाँच्न मन लाग्छ तपाईँ खतरा हुनुहुन्छ कि त्यो बिरामी खतरा हुनुहुन्छ अनि तपाईँलाई हिम्मत जागेर आउँछ जब हिम्मत हारेको बेलामा चाहिँ हस्पिटल आएर बस्नुहोस् अनि मान्छे बाँच्नको लागि यहाँनिर यति सङ्घर्ष गरिरहेछ यति धेरै सङ्घर्ष गरिरहेछ त्यो कुरा तपाईँले ख्याल गर्नुहोस् मर्न मन लाग्यो भन्दैमा मर्ने होइन बुझ्नु पनि हस्पिटल आएर बस्नुहोस् एकचोटि मान्छे हेर्नुहोस् तपाईँ बिरामी नभए पनि हेर्नुहोस् एकचोटि त्यो मान्छेले स्ट्रगल कति गरिरहेको छ बाँच्नको लागि भनेर आफ्नो घर जग्गा बेचेर भएको सम्पत्ति सबै बेचेर पनि बाँचिरहेको छ के को लागि बाँच्नको लागि क्या संसार हेर्नको लागि तपाईँ पनि त्यस्तो फेरि मर्ने कुरा नगर्नुहोस् नि रिसाइन्छ नि फेरि म तपाईँहरूलाई मैले मोटिभेसन त दामी दिएँ होइन तर हो पनि क्या यो कुरा सत्य कुराहरू भनेको तर त्यस पछाडि हेर्दै बिएनसी बिर्ता सिटीको बिएनसी मात्र भने पूर्वाञ्चलको त सबैभन्दा ठुलो त बिएनसी नै हो तर पनि पछाडि देखिहाल्नुभयो लोगो तर बिर्ता सिटीमा छौँ हेरौँ त फुलहरू हल्का रहेछ अनि पार्किङ एरिया मेन गेट चाहिँ यतापट्टि रहेछ उतापट्टि पनि हो तर उता चाहिँ सेन्टर परेर बाटो यताको सेन्टर उता चाहिँ सेन्टर परेर उताबाट आउँछ तर हस्पिटलको मेन गेट चाहिँ यतापट्टि रहेछ यतापट्टि बनाएको रहेछ दामी नै छ यस मोनुमेन्ट बसिरहेको छ यहाँनिर लग्जरी टाइपकै छ
पैसा हामीलाई जनताहरूलाई लुटेअनुसार बिरामी मान्छेलाई लुटेअनुसारको हस्पिटल चाहिँ ठिकै नै बनाएको हो। कम्प्लेन गर्न त त्यस्तो केही पनि छैन है भन्नु। कस्तो अनि घर जानु मन लागेको छैन? निन्द्रै लागेको छैन। म त मस्त माथि गाउँको केटाहरूसँग फोनमा बोल्दै बसिरहेको थिएँ। मस्त उता निदाइरहेको छ होइन, मान्छे निदाएछ यार, अब भोलि काम छ भनेर निदाएको होला भनेको त निदाएकै भरे त निदाएकै पो छुइनँ, मुसु मुसु हाँस्छ। अनि त्यत्रो बेची कि आँखा जिम गरेर बस्नु त। अनि फोन पनि कति चलाउनु, साइको भइसक्यो। हस्पिटलमा बसेर मान्छे साइको भइसकिसक्यो भन्नुमा। साथीभाइहरू हामी त मस्त उतार्नु परेर सुतिरहेछौँ कि यहाँ रुँदै। के हो यो? ला 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 ओ खुट्टा खुट्टा आयो त, खुट्टा यतातिर ला के भन्छ खुट्टा ड्याङ किट्याङ हान्छ त ला। ओ सोल्टीले त बाङ्गी नै गरेर देलास छ है। ल आए 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 घर जाने भनेर बसेको होइन। हेरौँ न, 4 बज्न आँटिसक्यो, निन्द्रा पनि छैन, घर जाने कुरो पनि छैन। मनु सुतेको यहीँ। हेरौँ न, नाटकै मान्छे उदुकै भयो आज त। छ्या हेरौँ त, यी मान्छेहरू पक्लक पुग्लुक लडिरहेछ होइन। तर आँखा निन्द्रा भने मेरो चाहिँ भन्दै छैन। के भयो अब घरै जाने, घरै गएर सुत्ने। देखिहाल्नु होला साथीहरू, अब चाहिँ हामी घर जाने। बल्ल 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 भयो। म चाहिँ घर जाउँ भनेको पहिल्यैदेखि होइन, अब बल्ल बल्ल टाइम हुँदैछ। ओइ केटाकेटी हो, ओइ होइन अघि नै जाउँ भनेको, यति बेला हुँदैछ घर जाने बेलामा। 5 बजीदेखि उज्यालो भइसक्यो। मस्त एसीमा सुतिरहेको छ, हामीलाई माथि तिमीले सोध्नु लगाएर ए उठ उठ्या 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 हिँड माथि उठ। अहिले नै त भनेको नि, उठ्या उठ्या तेरो उज्यालो भइसकिसक्यो। उठा उठा उठा। ओइ विजय काकाले माथि पठाउनु भनेर त आएको, हामी घर जानु पर्ने। कोही छैन, काका एक्लै हुनुहुन्छ। सोल्टी कहाँनिर अघि त्यो मान्छे आएकै छैन, अघि उठेर कहाँ गएको धदाउँदो रहेछ। रिन्द्र उठ न, तिमीलाई पठाउनु भने आएको सबै लानु पनि उसो त्यहाँदेखि खाना लिएर जान्छ त्यसमा। साथीहरू नि हेरौँ न, म्याट स्याट अब हामीले लिएर जानुपर्ने हुन्छ। अनि ब्यागहरू त्यो भित्र हालौँ न झोलामा। ल उठेर माथि बुवा भएकोमा जाऊ, अनि गफसफ गर होइन। हामीले निस्केर चल्दैको, अनि भरे भेटौँ न। त्यो साथीभाइहरू अब बाटोमा त भिडियो सिडियो केही पनि गरिँदैन, छोरी क्लिप देखाउँछु। त्यस पछाडि रिन्दा लागिरहेको छ, घर गएर सुत्नुपर्छ यार, धेरै बेला पनि भइसक्यो, आँखा रातो रातो भएर होला होइन। सुतेकै छैनौँ हामी, तिमीहरू यस्तो मस्त एसीमा सुतेर बाठी हुँदै बसौँ। बजिसक्यो 5 बजिसक्यो, रिन्द्रा लागेन पिट्टु, गफसफ गर्दै बस्यौँ। बिरामी पनि रोक्यौँ गऱ्यौँ। बेन्च बिर्ता सिटीको पार्किङ यही हो। पत्यार लागेन भने घडी पनि हेर्न सक्नुहुन्छ। सबै गाडीहरू यहीँनिर थन्किरहेको छ। अनि म चाहिँ यहाँबाट, अब हामी चाहिँ यहाँबाट घर गएको बहुत धेरै दिन लागिरहेको छ। घरमै गएर अब सुत्ने गर्ने, अनि भरे कति बजी उठ्छु। ल भिडियोलाई चाहिँ म यहीँनिर अन्त्य गर्छु। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब है। सधैँभरि माया गरिदिइराख्नु होला। तपाईँको साथ सपोर्ट रहिरहोस्। ब्याकग्राउन्डमा देख्न सक्नुहुनेछ। बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला।